हेलो गाइज, हामी चाहिँ ठोकर्पाको यात्रा हो होइन। यो चाहिँ इर्खु, यो चाहिँ ठोकर्पा जाने गाउँको अफरोड हिँडिरहेछौँ हामी चारजना। अगाडि चाहिँ भिनाजुहरू हुनुहुन्छ, तुफान कुदिरहनु भएको छ उहाँहरू। यहाँ चाहिँ एकदम घना जङ्गल छ अफरोडमा। त्यसपछि घना जङ्गल, त्यसपछि अब एउटा फाँट आउँछ खेतहरूको, खेतको बिचमा चाहिँ त्यहाँ एउटा घर पनि छ। फाइनल्ली गाइज होइन, हामी चाहिँ करिब हामी जान लागेको ठाउँमा पुग्न आँटिसकेका छौँ। यो चाहिँ त्यहाँको जग्गाहरू। यो सही गाइज हामी जान लागेको ठाउँ चाहिँ यो हो। यहाँ चाहिँ एउटा पुल छ 308 मिटरको लामो झोलङ्गे पुल। यो चाहिँ सुनकोशी गाउँपालिका र भुम्लो गाउँपालिका वारी र पारीकोलाई चाहिँ जोड्ने पुल रहेछ। यहाँ चाहिँ हामी मजाले बसेर दाजुभाइ फ्रेस हावा खाँदै फोटो खिच्दै रमाइलो भइरहेको थियो गाइज होइन। एकदम दामी रहेछ, बन्जीको लागि पनि सही ठाउँ रहेछ यो चाहिँ। अनि हामीले चाहिँ फोटोहरू खिचेर एकदम इन्जोय गऱ्यौँ गाइज। फोटो पनि धेरै खिचेका छौँ गाइज हामीले। यो फोटोभन्दा पछाडिको ब्याकग्राउन्ड भनेको चाहिँ भुम्लो गाउँपालिका हो गाइज। काभ्रे जिल्लाको र हाम्रो यो सिन्धुपाल्चोक जिल्ला दुईटाको बिचमा बनेको पुल हो यो, खोलाको बिचमा। एकदम रमाइलो भएको थियो गाइज। चाहिँ फोटोहरू खिचिँदैछौँ हामी। सबैभन्दा बढी फोटो चाहिँ मेरै छ होला गाइज होइन। फोटोग्राफर जितायो। हामी दुईजना मात्रै गएको थियौँ गाइज, भिनाजुहरू चाहिँ अर्कै ठाउँमा जानुभएको थियो। यो चाहिँ त्यहाँको पुल हो गाइज। ल हेर्नुहोस् त क्या दामी छ गाइज। ल दाइ चाहिँ पुरा वाइफाई चलिरहेको छ गाइज। मेसेज आयो भन्दै थियो कसको लौ न भनेर। अनि त्यसपछि चट्टै फोनमा बिजी भयो एकछिन। म चाहिँ भिडियो बनाउनुपट्टि लागेँ। अनि एकतिर भिडियो पनि बनाइदिएको छौँ गाइज। एकदम तल हेर्दा त झन् यति बवाल ठाउँ छ गाइज। हरियाली खोला छ मुनि एकदम। त्यहाँ मुनि चाहिँ एकजना अङ्कल बाख्रा चराउँदै हुनुहुन्थ्यो। त्यहाँ जानु खोज्दाखेरि हाम्रो चाहिँ समयको अभावले गर्दाखेरि, नत्र स्विमिङ गर्ने कुरा थियो तल गएर। समय कमको अभावले हामी चाहिँ गएनौँ गाइज, त्यहाँबाट फर्क्यौँ। फोटो र भिडियोहरू चाहिँ हामीले बवाल बनाएको छौँ, खिचिया पनि छौँ। यो चाहिँ फर्किने बेलामा हो गाइज होइन। रमाइलो छ गाइज यहाँको ठाउँहरू। यहाँ चाहिँ हामी फर्किसकेपछि ढलान बाटो आउँछ एउटा गाइज। अनि तुफान कुदिरहेको थियो। म चाहिँ पछि बसेर भिडियो बनाइरहेको थिएँ गाइज होइन। एकदम ठाडै उकालो थियो गाइज, बल्ल बल्ल। यहाँ चाहिँ एउटा बस्ती छ, यो चाहिँ ठोकर्पाको मेन ठाउँ पुग्दैछौँ हामी गाइज होइन। यो चाहिँ ठोकर्पाको गेट हो गाइज। ल
हेर्नुहोस् है त्यहाँ चाहिँ पिच बाटो आइसकेको छ। अब हामी चाहिँ अपरोड सकेर पिच मात्रै हिँड्दैछौँ गाइस। उहाँहरू चाहिँ राइडरहरू हो। हामी चाहिँ गफ गर्दै गर्दै हिँडिरहेको थियौँ गाइस होइन। अनि एकदम रमाइलो भएर थियो। अब एकछिनमा चाहिँ त्यहाँ एउटा कार लिएर आउँछु गाइस होइन। अनि उहाँहरू चाहिँ पहिल्यै आइसक्नु भएको थियो भिनाजुहरू चाहिँ। अनि हामी चाहिँ पहिलोचोटि गएको गाइस। यो चाहिँ एउटा कार लियो गाइस है। छेउको दुईवटा ड्रम भएको घर चाहिँ एउटा कार लियो। त्यहाँबाट अब हामी चाहिँ लगभग त्यहाँ सुनकोशी आधारभूत अस्पतालमा पुगेको छौँ। अब यहाँबाट चाहिँ हामी करिब 5-10 मिनटमा चियासिया खाएर चौतारातर्फ लाग्छौँ। ओके गाइज।